क्लाइन्ट सर्भर मोडल एउटा नेटवर्क आर्किटेक्चर हो। यसमा दुई मुख्य भाग हुन्छन्, क्लाइन्ट र सर्भर। क्लाइन्ट भनेको सेवा वा जानकारी माग्ने पक्ष हो। उदाहरणको लागि गुगल क्रोम ब्राउजर, मोबाइल एप्लिकेसन अथवा ल्यापटप। सर्भर भनेको सेवा वा जानकारी उपलब्ध गराउने कम्प्युटर सिस्टम हो। उदाहरणको लागि गुगलको सर्भर, टिकटकको सर्भर। आज हामी इन्टरनेटमा गर्ने लगभग सबै कामहरू जस्तै वेब ब्राउजिङ, इमेल, अनलाइन ब्याङ्किङ, सोसल मिडिया यी सबै क्लाइन्ट सर्भर मोडलमा आधारित छन्। क्लाइन्ट सर्भर आर्किटेक्चरलाई टियरको आधारमा क्लासिफाई गर्न सकिन्छ। 1 टियर आर्किटेक्चर। यसमा युजर इन्टरफेस, बिजनेस लजिक र डेटाबेस सबै एउटै एप्लिकेसन अथवा एउटै कम्प्युटरमा हुन्छ, अर्थात् छुट्टै सर्भरको आवश्यक पर्दैन। माइक्रोसफ्ट एक्सेल यसको राम्रो उदाहरण हो। यसलाई मोनोलिथिक मोडल पनि भनेर चिनिन्छ। 2 टियर आर्किटेक्चर। यसमा दुईवटा भाग हुन्छन्। पहिलो क्लाइन्ट जस्तो वेब ब्राउजर वा मोबाइल एप्लिकेसन। दोस्रो सर्भर। सर्भरले बिजनेस लजिक चलाउँछ, डेटाबेसबाट डेटा ल्याउँछ र क्लाइन्टलाई रेस्पोन्स पठाउँछ। लेगेसी डेस्कटप एप्लिकेसन जस्तै लाइब्रेरी म्यानेजमेन्ट सिस्टम यसको उदाहरण हो। र 3 टियर आर्किटेक्चर। आजकाल अधिकांश वेबसाइटहरू 3 टियर आर्किटेक्चर प्रयोग गर्छन्। पहिलो प्रेजेन्टेसन लेयर हो, जस्तो वेब ब्राउजर। दोस्रो एप्लिकेसन लेयर, यसले रिक्वेस्ट प्रोसेस गर्छ, बिजनेस रुल्स लागू गर्छ र डेटाबेससँग कुरा गर्छ। तेस्रो डेटा लेयर, यसले डेटा सुरक्षित राख्न र व्यवस्थापन गर्ने काम गर्छ। ब्याङ्किङ, सोसल मिडिया, ई-कमर्स लगायत अधिकांश आधुनिक एप्लिकेसन यही आर्किटेक्चरमा आधारित छन्। यस्तै टेक्नोलोजी भिडियोजको लागि सब्स्क्राइब गर्न नभुल्नुहोस्।